प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँमा आउँदा भव्य स्वागत गरिएको प्रति तीव्र कटाक्ष गरेका छन्। काठमाडौँ बाहिर आते जाते गरिरहने शाहलाई स्वागतका नाममा तमासा देखाइएको पनि उनको टिप्पणी छ। राजाका नाममा सडकमा उफ्रनेहरूमा कुण्ठा र आक्रोश मात्रै रहेको निष्कर्ष उनले सुनाएका छन्। उनीहरूका विचार व्यवहार देख्दा यी कतैबाट सञ्चालित परिचालित पेड खालका तत्त्व जस्तो देखिन्छन्। नेपालको संविधान नमान्ने, लोकतान्त्रिक प्रणाली नमान्ने यिनीहरू राजनीतिक सामाजिक नागाहरू हुन्। अराजकता र मर्यादाहीनको नेतृत्व गर्ने समाज हुन्। ओलीले भने पूर्व राजा काठमाडौँ आउँदा स्वागत गरिनु औचित्यहीन भएको उनको टिप्पणी छ। उक्त स्वागतका नाममा आफ्नो नाम लिएर नाराबाजी गरिएकोमा पनि उनले आपत्ति जनाएका छन्। ओलीले भने पूर्व राजालाई स्वागत गर्न गएको थियो कि मलाई गाली गर्न गएको थियो? त्यो जुलुस के सन्दर्भमा गरेको पूर्व राजाको स्वागत? पोखरा बागलुङ कता कता गएर केही मन्दिरहरू घुमेर आउनुभयो? कुन चाहिँ महान काम देशलाई गर्नुभयो र यत्रो स्वागत गर्नु पर्यो? उहाँ त्यहाँ चुनाव जितेर आउनुभयो कि विश्वकप जितेर, कि विश्वकपबाट मेडल थापेर आउनुभयो कि किन यो तमासा देखाउनु पर्यो? ओलीले भने